स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ बुटवल स्थित इडन इङ्ग्लिस बोर्डिङ स्कुलमा प्री नर्सरीदेखि केजी तहसम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएको खेलकुद कार्यक्रमलाई विद्यालयले आज पनि निरन्तरता दिएको छ। हिजो उद्घाटन गरिएको उक्त खेलकुद कार्यक्रम पौष 3, 4 र 6 गतेसम्म सञ्चालन हुनेछ। खेलकुद कार्यक्रमको उद्घाटन जनप्रतिनिधि नकुल शाही ठकुरीले गर्नुभएको थियो। यस्तै विद्यालयमा आज नेपाल रेड क्रस सोसाइटी मणिमुकुन्द उपशाखाद्वारा सर्कल मूल्याङ्कन तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ। शिक्षक नायक र सहशिक्षक न्यायका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा 17वटा विद्यालयका शिक्षक नायक तथा सहशिक्षक नायकको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी मणिमुकुन्द उपशाखाका सभापति सुहा बहादुर नेपालीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि इडन इङ्ग्लिस बोर्डिङ स्कुलका सहप्राचार्य जगत पौडेल रहनु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नायक युवा रेड क्रस सर्कल इडन माध्यमिक विद्यालयका कुशल बस्यालले गर्नुभएको थियो। यस्तै कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी मणिमुकुन्द उपशाखाका सचिव विजय रत्न साक्य प्रशिक्षकको भूमिकामा रहनु भएको थियो। विद्यालयमा जारी रहेका विभिन्न खेलकुद प्रतियोगितामा प्री नर्सरी, नर्सरी र केजी तहका विद्यार्थीको उल्लेखीय सहभागिता रहेको विद्यालयले जनाएको छ। 3 दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रममा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राखी विभिन्न मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको छ। बल इन बास्केट, बुक ब्यालेन्स, हट पोट्याटो, स्विट रेस, चियर रेस लगायतका खेलहरू सञ्चालन हुँदै आएका छन्। यस्ता खेल मार्फत बालबालिकालाई रमाइलो वातावरणमा प्रतिस्पर्धाको अनुभव दिलाउनु, विद्यार्थीका लागि खेलप्रति रुचि अभिवृद्धि गर्नको लागि विद्यालयले खेलकुदका कार्यक्रमहरू अगाडि बढाएको विद्यालयका प्राचार्य शिवहरि भट्टराईले बताउनुभयो।